दर्शक नमस्कार। आज हामी राप्ती सोनारी गाउँपालिका वार्ड नम्बर 5 चिलरियामा आएका छौँ। एकदमै मेहनतका साथ विगत 4 वर्षदेखि धमलवा पशुपन्छी फार्म जो लोकल कुखुरा पालन गरेर आफ्नो छवि कमाउनु भएका युवा जसले मासिक उहाँले 500-600 कुखुरा बेच्नुहुन्छ र हाल यो खोरमा 1600 ठुला कुखुरा र साना 500 कुखुरा गरी 2000 कुखुरा पाल्नु भएको छ। उहाँको सफलताको आज यो काम सङ्घर्षको कथालाई सम्पूर्ण देश विदेशमा रहनुभएका जुन कुखुरा पालन गर्ने किसानका लागि नयाँ युवाहरूका लागि चाहिँ यो भिडियो देखाउन गइरहेका छौँ। उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ यस कार्यक्रममा। सर नमस्कार। हजुर सर नमस्कार। मेरो नाम कृष्ण बहादुर थारू हो। म चाहिँ धमलवा पशुपन्छी पालन फार्मको प्रोप्राइटर हो। हामीले चाहिँ विगत 4 वर्षदेखि यो लोकल कुखुरा पालन गर्दै आएका छौँ, यही राप्ती सोनारी 5 ललही गाउँमा। यो कुखुरा पाल्न पर्छ भन्ने सोच तपाईँलाई कहाँबाट आयो? अब सुरुमा चाहिँ हामी पनि पढे लेखेर कि जागिर गर्छौँ भन्ने लागेको थियो, तर जागिर पनि गऱ्यो। अलि आर्थिक अवस्था कमजोर भएकोले हामी घरपट्टिमा चाहिँ भाइपट्टिमा पनि धेरै छौँ। स्थिर सम्पत्ति भन्दा पनि चालु सम्पत्तिमा धेरै खर्च गर्नुभएको। टाढाहरू हेर्दा नर्मल्ली सामान्य खालेको छ, तर कुखुरा तपाईँको 1500 कुखुरा यहाँ छ, 500 कुखुरा त्यो माथि हलमा राख्नु भएको छ। यो पैसा तपाईँले कहाँबाट ल्याउनु भयो? कर्जा गर्नुभयो कि तपाईँले आफैले पैसा व्यवस्थापन गर्नुभयो? अथवा म चाहिँ अष्टम साना किसान सहकारी संस्थाबाट चाहिँ मैले चाहिँ लघु उद्यमी कर्जा चाहिँ मैले लिएको छु। मैले चाहिँ पहिला चाहिँ 1 लाख रुपियाँबाट सुरु गरेको। सुरुमा 1 लाख ल्याउनु भयो, त्यसपछि अहिले चाहिँ यो वर्ष चाहिँ हजुरको 2 वर्ष पहिला हजुर त्यही 12 लाख रुपियाँ चाहिँ हामीले 9% को दरले चलाएर। दर्शकबिनहरू, यहाँ हामीले आज तपाईँलाई देखाइरहेका छौँ राप्ती सोनारी गाउँपालिका वार्ड नम्बर 5 ललही स्थानमा धमलवा पशुपन्छी फार्म जसले लोकल कुखुरा पालिराख्नु भएको छ। उहाँ प्रोप्राइटर हुनुहुन्छ कृष्ण थारू र उहाँले चाहिँ लघु उद्यम कर्जा साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट लघु उद्यम कर्जा 9%मा तपाईँको 12 लाखबाट सुरु गर्नुभएको हो। उहाँले सम्पूर्ण यो पैसा स्थिर सम्पत्तिमा खर्च गर्नु भएन। दर्शकबिनहरू यहाँ देख्न सक्नुहुन्छ टहरा हाम्रो भिडियो ग्राफरले देखाइरहनु। तपाईँले कति लाख रुपियाँ यो स्थिर पुँजीमा? मैले चाहिँ अब हजुरको त्यस्तो धेरै लगानी चाहिँ यो जुन थाई पुँजी हुन्छ नि त्यसमा चाहिँ मैले गरेको छैन। यो चालु पुँजीमा चाहिँ मैले धेरै गरेको छु। 500 लट अट्ने कुखुराको खोर बनाउँदाखेरि हजुरको धेरै खर्च आउन्न, हजुरको 40,000 30,000ले हुन्छ। भनेपछि बाँकी त्यो 12 लाख जति सबै तपाईँले चाहिँ यो कुखुरामै खर्च गर्नुभयो है। अनि यो तपाईँले व्यवसाय गरिरहँदा जो एकदमै राम्रो, आज तपाईँलाई धुम्लवा पशुपन्छी फार्म भन्दा बाँकी जिल्लाका सबै लोकल कुखुरा फार्म तथा बजारहरूले चिन्ने गर्नुहुन्छ। मासिक रूपमा तपाईँको किनबेचको क्यास फ्लो कति गरेर राख्नु, कति लाखको कारोबार हुन्छ? अब हजुरको मेन सिजन अनुसार हुन्छ। हजुर। अनि हजुरको अब हामीले सानो चल्ला पनि बेच्छौँ। हजुर। अब त्यसरी चाहिँ हप्ता पछि कहिले चाहिँ हजुरको कारोबार 4 लाखसम्मको पनि हुन्छ महिनामा। 4 लाख 5 लाख अझै त्यस्तै भयो भने कुखुरा अब रेडी भएको भने चाहिँ अब एकै लट हजुरको गाडीमा आयो भने लगभग 1-2 दिनमै भइहाल्छ त्यति। अनि हजुरको सिजनमा जस्तै दसैँहरूमा चल्ला खरिद गर्ने त्यस्तो हुन्छ भने अब दसैँमा बिक्री खास गरेर यो साल बिक्री 5 लाख त घरैको भइगयो। जस्तो तपाईँले यो 1500 कुखुरा अहिले तत्काल तयारी गर्नुभएको छ। यो 1500 कुखुरा यदि बेच्नु भयो भने कति नाफा हुन्छ? समग्र तपाईँको खर्च कटाएर नाफा नेट खुद बचत तपाईँको कति हुन्छ होला? अब 1500 कुखुरा भन्दा पनि हामीले चाहिँ हजुरको यो लट बाई लट राख्छौँ। एकदमै प्रति लटमा? हजुर, प्रति लटमा 500 400 हजुरको 800। जस्तै यो दसैँको सिजनमा चाहिँ धेरै हाल्नुपर्छ, जाडोको सिजनमा धेरै राख्नु छ। अहिले गर्मी छ, अहिले थोरै अलिक कम गर्छौँ, किनभने अब उत्पादन गरेर अब हजुरको कुखुरै बिकेन भने
त्यो बेला चाहिँ अप्ठ्यारो हुन्छ। विशेष गरी बजारको सम्भाव्यता कुन मौसममा बढी हुन्छ हेर्नुपर्ने सम्पूर्ण हेरिरहनुभएका समस्त जो किसान हुनुहुन्छ जसले कुखुरा पालन गरिराख्नु भएको छ र जसले कुखुरा पाल्न एउटा प्रेरणाको लिइराख्नु भएको छ त्यस्ता किसानहरूलाई तपाईँले कसरी कुखुरा पाल्न भनेर सल्लाह दिनुहुन्छ र कुन मौसममा कुखुरा पाल्दा फाइदा हुन्छ? अब हजुरको भन्दाखेरि अब बिक्रीको चल्ला हुर्काउँदाखेरि गर्मी महिनामा राम्रो हुन्छ, अनि बिक्रीको लागि हो भने चाहिँ जाडो महिनामा चाहिँ कुखुरा रेडी भइसकेको हुनुपर्छ। दसैँदेखि उतातिरको जुन तिहारतिरको कुखुरा राम्रो हुन्छ, वेट पनि राम्रो हुन्छ, अनि धेरै चिसो भयो भने पनि कुखुरालाई अप्ठ्यारो हुन्छ। जस्तै सर हजुरले एकदम राम्रो काम गरिराख्नु भएको छ, 500 कुखुरा बेच्यो भने खुद नाफा कति कमाउन सकिन्छ? अब हजुरको हाम्रो चाहिँ हिसाब किताब गरेरै राख्छौँ। हजुरको जस्तै कि होलसेलै पठाउनु भयो भने पनि 1,30,000सम्म आउँछ। अब कसैले भन्छन् कि 500 पालेर 1 लाख लगाउनु, 2 लाख रुपियाँ जति लाग्छ, 2 लाख रुपियाँ लाग्छ 4 लाख आउँछ भन्छन्, त्यो चाहिँ होइन रहेछ। वास्तविक तपाईँले 1,30,000 बढीमा गयो भने 1.5 लाखसम्म अझै राम्रो भयो भने तपाईँले भाउ राम्रो पायो भने 500 को लोकल कुखुराबाट 6 महिनामा है 6 महिना समय लाग्दैन। 6 महिना लाग्दैन हजुरको 5 महिनाभित्रै 5 महिनाभित्रै बेचिसक्नुहुन्छ तपाईँले र 5 महिनासम्म बेच्दा यो कुखुराहरू चाहिँ हजुर यो कुखुरा देखिरहेको छौँ हामीले 4.5 महिनाको यो सबै कुखुराहरू तयारी छन् एकदमै बेच्नका लागि तयारी भएको र यो कति किलो छ यो अहिले? यो हजुरको 1 केजी 700-800 ग्रामको छ। 1 किलो 700-800 ग्राम छ। अहिले कति रुपियाँ किलो बेचिराख्नु भएको छ? अहिले हामीले चाहिँ फुटकर 650ले बेचिरहेछौँ गाउँमा। अब गाउँतिर अब कोही 700 बेच्छन्, 800 बेच्छन्, र हामीले चाहिँ एउटा चाहिँ ठाउँ हामीले बनाइदिएको। एकदमै मन पराएर यो भिडियो हेरिराख्नु भने सम्पूर्ण किसानहरूलाई जो चासो दिनुहुने सम्पूर्ण दर्शकबिनहरूलाई चाहिँ यो कुखुरा पालिरहँदा यसमा आउने चुनौतीहरू कुन कुन रोग लाग्छ, कस्तो किसिमको भ्याक्सिन दिनुहुन्छ त्यसको बारेमा संक्षिप्त जानकारी गराइदिनु भयो भने जुन हेरिरहने किसानहरू लाभदायी हुनुहुन्थ्यो र उहाँले पूर्व तयारी गर्नुहुन्थ्यो होला। हजुर यो सबभन्दा एकदम राम्रो कुरा प्रश्न सोध्नुभयो। हजुरको अब सबै हाम्रो किसान साथीहरूले के गर्नुहुन्छ भन्दाखेरि अब कुखुरा पाल्ने त पाल्ने, अब कति दाना हाल्ने, के गर्ने, कुन टाइममा, त्यति अलिक ज्ञान नभएपछि हजुरको नगर्दा नै बेस हुन्छ। मेन व्यवसाय डुब्नुको कारण त्यही छ अहिले। हजुरको कोही साथीहरू आउनुहुन्छ कि दाना हाल्ने यो भाँडो छ, यसमा चाहिँ दाना कति हाल्ने भनेर भन्नुहुन्छ, तर अनि कुखुराले जति खान्छ त्यति दिने हो। आधी घन्टासम्म खाइसक्नुपर्छ। त्योभन्दा धेरै भयो भने कोटरे फाल्छ, त्यो फाल्यो भने फेरि खाँदैन। सबभन्दा पहिला व्यवसाय ज्ञान त्यो सम्बन्धी थाहा पाउनु पर्यो, व्यवसाय ज्ञानसँग थाहा पाउनु पर्यो, भ्याक्सिनेसनका बारेमा थाहा पाउनु पर्यो, कुन समयमा गर्ने अनि चाहिँ कसरी दिने, अब हामीबाट पनि सल्लाह लिन सक्नुहुन्छ। जस्तै तपाईँले कुन कुन अहिलेसम्म गरिराख्नु हुँदा जस्तै 500,000 कुखुरा पालिँदा तपाईँले त्यो बेच्दासम्म कुन कुन किसिमको भ्याक्सिन लगाउनुहुन्छ र कुन कुन किसिमको उपचारहरू गर्नुहुन्छ? यो कुरा दर्शकबिन हेरिरहनु हुने दर्शकबिनहरूलाई। अब सुरुमा चाहिँ हाम्रो चाहिँ 7 दिनमा चाहिँ रानीखेत F1 B1 भन्छन्, त्यो रानीखेतको भ्याक्सिन लगाइन्छ। अनि 12 दिनमा चाहिँ गम्बारोको भ्याक्सिन लगाइन्छ। अनि हजुरको एउटा हुन्छ फलफक्स भन्ने हुन्छ, 15 दिनदेखि 18 दिनभित्र लगाइसक्नुपर्छ। त्यो 45 दिन भन्छन्, तर 45 दिन नपुग्दा 45 दिनको कुखुरालाई भ्याक्सिन लगाउन धेरै अप्ठ्यारो छ। त्यो पखेटामै कोप्नुपर्छ, यताबाट उताबाट उता भागो समात्दै त्यो भ्याक्सिनको पनि टाइमिङ हुन्छ। हजुर मिक्स गर्नु हो भने हजुरको म्याक्सिमम 2 घन्टाभित्र लगाइसक्नुपर्छ। अनि 25 दिन पुगेपछि हजुरको लासोटा भन्ने रानीखेत नै डोज हो, र लासोटा भनेर चाहिँ आउँछ, हामीले प्रायः त्यही युज गरिरहेछौँ। अनि हजुरको त्यसपछि 45 दिनभित्र नै अब 3 महिना रानीखेतले बचाउँछ भन्छन्, तर 3 महिना पुग्दासम्म कहीँ देखा परिहाल्छ। हजुर त्योभन्दा चाहिँ 45 थोरै पैसा हो। अब 45 दिनमा लगाउँदा राम्रो हुन्छ। हजुरको जस्तै 25 दिनमा दिनुभयो, अनि 25 दिन 50 भनेपछि हजुरको 1.5 महिनापछि फेरि दिनुहुन्छ। अनि तबसम्म त हजुर तेस्रो पटक दिन त चल्ला बेच्ने भइहाल्छ। जस्तो यो सरदरमा हजुरले 500 कुखुरा बेचिरहँदा तपाईँको लागत खर्च दाना प्रति किलो कति खान्छ कुखुराले? एउटा कुखुराले 500 कुखुरामा अब 5 महिनामा बेच्न तयार पार्दासम्म हजुरको
दाना भन्दा पनि हाम्रो औषधि सबै मिक्स एउटैमा हुन्छ। एउटा कुखुरा उत्पादन गर्दाखेरि 550 देखि हजुरको 500 रुपियाँ पर्छ। अब तपाईँले यो व्यवसाय गरिरहँदा जुन यो भिडियो देखिरहनु हुने हेरिरहनु हुने सम्पूर्ण देश विदेशमा छरेर रहनुभएका नेपाली युवा जो कृषिको अर्थतन्त्रलाई मजबुत बनाउन कृषिबाट नै हामीले प्रमोसन गर्नुपर्छ भन्ने सबैलाई सोच चाहिँ छ, तर हामीले गर्न सकिरहेका छैनौँ। तपाईँ जस्ता युवाहरूलाई तपाईँले तर्फबाट एउटा के सन्देश दिन चाहनुहुन्छ? अब सबभन्दा चाहिँ म के भन्न चाहन्छु, अब जो कोही पनि किसान साथीहरू कुनै पनि व्यवसाय गर्न चाहनुहुन्छ भने हजुरले चाहिँ एकैचोटि धेरैबाट लगानी नगर्नुहोस्। एकदमै तपाईँको जुन ठाई सम्पत्तिमा जति लगानी गर्नुहुन्छ नि त्योभन्दा तपाईँको केही पर्सेन्ट चाहिँ हजुरले चाहिँ उसमा लगाउनु। स्थिर सम्पत्तिमा थोरै र जस्तै 1 लाखमा 25,000 स्थिर सम्पत्तिमा लगाएर 75,000 जसले चालुमा लगाउन सक्यो त्यसले नै फाइदा कमाउँछ भन्ने सल्लाह दिन चाहनुहुन्छ? हजुर चालुमा खर्च गर्ने। हजुर भौतिक पूर्वाधारले चाहिँ बिस्तारै त्यो एकैचोटि विकास नहुँदा क्षमता नहुँदा एकैचोटि पूर्वाधारमा खर्च गर्नु हुँदैन भन्ने तपाईँको सोच हो, सल्लाह हो? हजुर त्यो पनि हो। अनि एकैचोटि धेरै लगानी चाहिँ नगर्नु, बिस्तार थोरैबाट। हजुर थोरैबाट लगानी गर्नु थोरै हजुर थोरै। जस्तै मैले कुखुरा पालन सुरु गरेँ 1 लाख रुपियाँबाट सुरु गरेँ मैले। अब 1 लाख चाहिँ कसरी तिर्ने भन्ने, अब त्यो बेला चाहिँ पढिसकेको भर्खरको युवा, अब त्यो पनि डुब्यो भन्ने, अब कसरी चाहिँ तिर्ने भन्ने थियो। अनि त्यसपछि चाहिँ त्यस्तै अब दोस्रो वर्ष 4-5 लाख रुपियाँ भयो। त्यसपछि चाहिँ एकैचोटि मैले चाहिँ हजुरको 12 लाख रुपियाँ खेलाएँ। एकदमै बिस्तारै तपाईँको अब क्षमता बढ्दै गयो, म गर्न सक्छु, यो व्यवसायलाई सफल रूपमा अगाडि बढाउन सक्छु भन्ने ज्ञान सिप होइन क्षमता तालिम लिइसकेपछि चाहिँ तपाईँले 12 लाख रुपियाँ खेलाउनु भएर आज तपाईँको खोरमा 2000 कुखुराहरू अटाउन तपाईँ सक्षम हुनुभएको छ। हजुर त्यसै गरी अरू युवाहरूलाई तपाईँले सल्लाह के दिन चाहनुहुन्छ? कुखुरा पाल्ने व्यवसायलाई कसरी आउन भन्न चाहनुहुन्छ अन्तिममा? अब हामीले यताबाट चाहिँ अब दानाहरू चल्लाहरू पनि सप्लाई गरिरहेको छौँ। अब हाम्रो साथमा रहेर सहकार्य गरेर पनि गर्न सक्नुहुन्छ, हामीलाई सम्पर्क गरेर चाहिँ पाल्न सक्नुहुन्छ। अब यस्तो हुन्छ, अब यो पार्ट टाइम जब जस्तै पनि हुन्छ। एकदमै 15 दिनसम्म मात्रै हो चल्लालाई ब्रुडिङ गर्नुपर्छ। चिसो टाटो के भएको छ त्यो हेर्नुपर्छ। अनि त्यति भइसकेपछि हजुरले चाहिँ 15 दिनको चल्ला पनि हामीबाट लग्न सक्नुहुन्छ। अनि बिक्री गर्ने बेलामा चाहिँ हामीले चाहिँ कन्ट्याक्ट गराइदिन्छौँ, कुन ठाउँमा बिक्री गर्ने के गर्ने। अब कुनै व्यापारीहरू फटा पनि हुन्छन्, लैजाने पैसा अब पैसा कुखुरा लिने पैसा नदिने। हजुर फाइदा त अब चल्ला राम्रो भयो, अनि हजुरको बिक्री पनि भयो, वेट पनि आयो। तर लास्टमा चाहिँ के हुन्छ भन्दाखेरि अब लगिसकेपछि अब पैसै दिएन भने त्यो कारोबार गरेको पनि भएन नि। यो लोकल कुखुराको बजार कस्तो छ? तपाईँले काम गरिरहँदा चुनौती छ बजार? पहिला त धेरै चुनौती थियो। हजुरको 200 कुखुरा पाल्दा नि कहाँ बेच्ने भन्ने भइगयो थियो। अहिले चाहिँ हजुरको हाम्रो 2000 कुखुरा पनि सिजनमा भयो भने महिनामा 500, 600, 700 को लटसम्म हुन्छ। अनि त्यो पनि पुगिरहेको छैन। बजार अब प्रशस्त भइसक्यो। पहिला 200 बेच्न गाह्रो थियो, अहिले तपाईँ 500, 1000 कुखुरा पनि मजाले बेच्न सक्ने तपाईँको क्षमता भइसक्यो। तपाईँले बजार बनाइसक्नु भएको? हजुरको अहिले जस्तै कि सिजन लाग्यो भने दसैँदेखि उता जाडो सिजन फागुन चैत्रसम्म हजुरको महिनामा अहिले 4000 कुखुरा मसँग भए पनि त्यो पनि पुग्दैन। पहिला चाहिँ कोसँग बिक्री गरौँ भन्ने भएको थियो। अलिकति नयाँ व्यवसायहरू अब के हुन्छ भन्दाखेरि अब कोही ठग्ने हो कि उधारो फस्ने हो कि त्यस्तो हुन्छ। अनि अहिले चाहिँ कसलाई दिने कसलाई नदिने भइरहेछ। अब तपाईँहरूसँग व्यापारी एकदम आइराख्नु भएको छ, तपाईँले साम पुगाउनै सकिराख्नु भएको छैन। माग धेरै छ, तपाईँले पूर्ति गर्न सकिराख्नु भएको छैन। दर्शकबिन एकदमै आज हामी यति मिठो जो भर्खरैको 22 वर्षीय युवा जो कृष्ण थारू +2 पास
लेखा विषय लिएर +2 पास गर्नुभएको र नेपालगञ्जमा जागिर गर्दा पैसा दिएपछि उहाँले अब आफ्नो व्यवसाय आफै मैले सुरुवात गर्नुपर्छ भन्ने ध्येयका साथ लोकल कुखुरा व्यवसायबाट सुरु गर्नुभएको एउटा आज सफलताको कथा हामी तपाईँलाई सुनायौँ र तपाईँ हामी त्यसै नबसौँ, सम्पूर्ण युवाहरूले केही न केही गरौँ, नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउनका लागि कृषिबाट नै सबथोक सम्भव छ। जागिर भनेको अर्काको जागिर नै हो। त्यसले गर्दा आज यो हामी यहाँ यो फर्ममा आइरहँदा तपाईँको सहपाठी जो श्रीमतीसँग पनि हामी कुरा गर्न चाहन्छौँ। दर्शकबिनहरू नमस्कार। उहाँ चाहिँ दुईजना बुढाबुढी, कस्तो सहयोग, एकदमै रास मिलेको। उहाँ पनि कृष्ण थारू, उहाँ पनि कृष्णी थारू। एकदमै राम्रो महजोडी छ जो व्यवसायमा रात दिन खटिएर काम गरिरहनु भएको छ। यो व्यवसाय गरिरहँदा आज हामी दुई बुढाबुढीसँगै छोटो भलाकुसारी गर्नेछौँ। म्याडम नमस्कार। नमस्ते। तपाईँले यो व्यवसाय गरिरहँदा आज जुन 100वटा कुखुराबाट सुरु गर्नुभयो, आज यो 1500-2000 कुखुरा, ठुलो मात्रै 1500 कुखुरा छ, सानो 500 कुखुरा छ। यो गरिरहँदा तपाईँले कस्तो फिल गरिराख्नु भएको छ? यो गरे सम्भव हुँदो रहेछ भन्ने लाग्छ या तपाईँको दिलबाट के सोचिराख्नु भएको छ यो व्यवसाय गरेर? मेहनत गरेपछि जस्तो सुकै काम पनि गर्न सकिन्छ। हो, मेहनत गर्यो भने, दिल र दिमाग गर्यो भने सबथोक सम्भव रहेछ भन्ने कुराहरू तपाईँले बुझ्नुभयो। हजुर। र तपाईँ जस्तै दिदीबहिनी जो त्यसै घरमा बसिरहनु भएको छ, उहाँ जस्ता थुप्रै दिदीबहिनीहरूलाई तपाईँले के सन्देश दिन चाहनुहुन्छ? त्यस्तै खाली बस्नुभन्दा अरूको कुरा काटेर बस्नुभन्दा केही गरम घर बसेर दुवैजनाले मिलेर गाउन। हजुर। त्यसै समय खेर नफालौँ। हजुर, समयको धेरै महत्त्व हुन्छ भन्ने। समयको धेरै महत्त्व छ। अझै तपाईँले यो नामलाई अझ माथि उठाउन, यो सबै यो दर्शकबिन यो सबै देश विदेशबाट हेरिरहनु भएको छ, तपाईँले उहाँहरूलाई के भन्न चाहनुहुन्छ? यो भिडियो हेरिरहनु हुने समस्त नेपाली युवा, नेपाली किसानहरूलाई चाहिँ उहाँले आफ्नो सन्देश दिँदै हुनुहुन्छ। सरलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। सरमा मेरो फोन नम्बर, मलाई केही समस्या पऱ्यो भने फोन गरेर सोध्न सक्नुहुन्छ। जति सक्छु म चाहिँ त्यो रोगहरू, मैले जानेको कुराहरू हजुरलाई सिकाउँछु। हजुर, यो जुन दाना बनाउने हुन्छ, यो मास दाना हुन्छ, अनि कुखुरालाई कति दाना, कुन समयमा कति दाना दिने, अनि कति प्रोटिनको दाना खुवाउने, अनि कुन औषधिहरू खुवाउने, अनि रेगुलर हामीले चाहिँ खुवाइरहेको औषधिहरू कतिपय बेलामा चाहिँ नजान्दा सुरुकै अवस्थामा चाहिँ यो ज्ञान नभएपछि थोरै केही पर्सेन्ट हजुरको मैले जानेको यो कुखुरा पालन 4 वर्ष अवधिमा यो मैले जुन अनुभवहरू बटुलेको छु, जुन सिकेको छु, त्यो हजुरहरू पनि सिक्न चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ। नयाँ व्यवसायीहरू हुनुहुन्छ या चाहिँ पालिराख्नु भएको छ, केही समस्या छ भने डिस्क्रिप्सनमा मेरो नम्बर छ, त्यहाँबाट मलाई चाहिँ कन्ट्याक्ट गरेर सोध्न सक्नुहुन्छ। अनि जुन हेरिराख्नु भएको साथीहरू, युवा किसानहरू, दिदीबहिनीहरू चाहिँ यो भिडियो जति सक्दो सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। तन मन दिल र दिमागले गरिरहनु भएको व्यवसाय जो कुखुरा पालन व्यवसाय आज धमलोआ पशुपन्छी फर्ममा आएका थियौँ। आजको यो कार्यक्रमलाई यही बिट मार्दै हामी यो कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। हवस् त, धन्यवाद, नमस्कार।